जवाब के हुन्छ? मैले हामी 6 महिनालाई वेट गर्छौँ ल, 6 महिना होइन 7 महिना वेट गरौँला, अनि त्यसपछि भएन भने त्यसको जिम्मेवारी कसले लगिदिने? प्रधानमन्त्रीजीले लिनुहुन्छ? गृहमन्त्रीको काम कारबाहीले कसरी हेर्नु भएको छ? ल तपाईँ युवा मन्त्रीको काम कारबाहीलाई उहाँले त के गर्नुभयो भन्दाखेरिमा चाहिँ केपी ओलीलाई र रमेश लेखकलाई जेल हाल्नुको सट्टा हाम्रो जेनजी साथीहरूलाई चाहिँ जेल हालिरहेको छ। अहिले चाहिँ जेनजीहरूलाई चाहिँ उयो महेश बस्नेतले जसरी भनिरहेछ नि, महेश बस्नेतले जसरी भनिरहेछन् आतङ्ककारीको रूपमा चाहिँ मानिरहेको छ कि जस्तो लाग्छ मलाई त। मलाई के अहिलेको सरकारले तपाईँलाई आतङ्ककारी माने? त्यस्तै हो। त्यसो हो भने त गृहमन्त्रीलाई र प्रधानमन्त्रीलाई चाहिँ एरेस्ट गर्नुपर्ने थियो नि त, त्यो गरेन। त्यसले चाहिँ उल्टो भयो, सेम उल्टो भयो। जुन एउटा आन्दोलनको एउटा माग थियो, जुन एजेन्डा थियो, त्यो विपरीत हुँदैछ। तर हाम्रो माग भनेको चाहिँ आजको हाम्रो माग भनेको चाहिँ सुदूरपश्चिमको चाहिँ मन्त्री चाहिन्छ भनेको छैन, हामीले मन्त्री चाहिन्छ भनेको छैन, तर हाम्रो चाहिँ नेतृत्व चाहिन्छ। यद्यपि हाम्रो कञ्चनपुरको साथीहरू, कर्णालीको साथीहरू वा कैलालीको साथीहरू, जुनसुकै साथीहरू पनि अहिले चाहिँ तैँले आन्दोलन गरिस्, तैँले चाहिँ आन्दोलन गरेको हो, त्यो आन्दोलनमा गएको हो भनेर चाहिँ त्यहाँको भातृ सङ्गठन होस् वा नेता होस्, वडा अध्यक्ष होस्, जुनसुकै एउटा पावरमा भएको मान्छेले चाहिँ एउटा उसलाई चाहिँ धम्काउने, थ्रेट दिने काम भइरहेको छ। र कतिपय साथीहरू चाहिँ अहिले इन्डिया भाग्नुपर्ने परिस्थिति सिर्जना भएको छ। र अर्को कुरा के हो भन्दाखेरिमा चाहिँ अहिले कोही साथीहरू चाहिँ पर्सनल फोन गरेर चाहिँ मलाई यसो थ्रेट आयो, मलाई धम्की आयो भनेर चाहिँ भनिरहेको छ। र यो गर्नुको सट्टा, सुल्टो गर्नुको सट्टा ठ्याक्कै उल्टो हुँदैछ। यसको विरुद्धमा चाहिँ सुदूरपश्चिमको पनि नेतृत्व बनाएको सरकार तपाईँहरूले चित्त बुझाउनु भएन अहिले? यो सरकार चाहिँ क्याबिनेटको 2वटा मन्त्री बाहेक, मेरो पर्सनल भ्यूबाट 2वटा मन्त्री बाहेक अरू कुनै पनि मन्त्रीले चाहिँ निष्पक्ष रूपमा, स्वतन्त्र रूपमा चाहिँ काम गर्न सकेको छैन। वा उनीहरूको पनि हुनसक्छ, के थाहा त उनीहरू हिजोको दिनमा कुनै पनि राजनीतिक दलसँग आबद्ध भएर चाहिँ काम गरेको थियो कि त्यसकारण हो कि भन्ने हामीलाई चाहिँ लागेको छ है। प्रधानमन्त्रीको काम कारबाहीमा सन्तुष्टि छैन तपाईँलाई? प्रधानमन्त्री त अब उहाँ आफै पनि एउटा केपी ओली भन्दा त क्यापेबल, नलेजेबल मान्छे हो, उहाँलाई सम्मान गर्नुपर्छ हामीले। उहाँ एउटा त्यति बेलाको समयको अनुसार चाहिँ उहाँ आवश्यकता पनि हो, तर उहाँले चाहिँ यताकता सुदूरपश्चिमको र कर्णालीलाई चाहिँ देख्न सकेन कि त्यो आमाले चाहिँ आँखा अलि कमजोर भयो कि हो जस्तो मलाई लाग्छ होइन। र अर्को कुरा के हो भन्दाखेरिमा चाहिँ हामीले अरू केही भनेका छौँ। अहिले हामी चाहिँ प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री सबैको माग हो र संविधान संशोधन सबै जेनजीहरूको माग हो। र हाम्रो माग भनेको चाहिँ हाम्रो सबैको माग, त्यसमा पनि हाम्रो पनि माग छ। र हाम्रो माग भनेको अब सुदूरपश्चिमलाई चाहिँ नेतृत्व चाहियो। के चाहन्छ सुदूरपश्चिमले? के चाहन्छ? हामीलाई सोध्नुभन्दा पनि तपाईँले सुदूरपश्चिमले सरकारलाई सोधिदिनु पर्यो कि सुदूरपश्चिमलाई अहिलेको अन्तरिम सरकारको मन्त्रीमण्डलमा नसमेट्नुको कारण के हो? जस्तो सँगैका हिजो बब्लु गुप्ता एकजना तपाईँले मन्त्री, खेलकुद मन्त्री देखिराख्नु भएको छ, उहाँ हेमराज थापा अगाडि वा पछाडि आन्दोलन गर्दै हुनुहुन्थ्यो। बब्लु गुप्ता योग्य हुँदै गर्दा हेमराज थापा कसरी योग्य हुन सकेनन्? समथिङ हामी सुदूरपश्चिमबाट आज साथीहरूले हेमराज थापालाई सिफारिस गरेका छ, उहाँलाई मात्रै अब हामीले सर्वसम्मत रूपमा उहाँलाई सिफारिस गरेका छौँ। एउटा सँगैको साथी मन्त्री बन्दै गर्दा योग्य हुने बब्लु गुप्ता चाहिँ योग्य हुने, तर सुदूरपश्चिमको बाजुरामा जन्मिएको हेमराज थापा योग्य नहुने भन्ने हुन्छ? तपाईँलाई म भनिदिउँ, हेमराज थापा